फागुन 19 गतेको दिनमा चन्द्रग्रहण रहेको छ। यी 4 राशिको लागि अत्यन्त राम्रो छ, अन्य राशिको लागि राम्रो छैन। हामीले बुझ्नुपर्ने कुरा यो दिनमा 19 गतेको बिहान 9 बजेर 3 मिनेट गइसकेपछि भोजन आदि कुराहरू नगर्नु भनेर शास्त्रले बताएको छ। चन्द्रग्रहण सुरु हुने समय भनेको हाम्रो दिउँसोको 3 बजेर 34 मिनेटबाट सुरु हुन्छ र रातिको 7 बजेर 2 मिनेटमा गएर मोक्ष अर्थात् ग्रहणको अन्त्य हुन्छ। र यो बिचमा हामीले चन्द्रग्रहणको समयमा हामीले कुनै पनि मन्त्रहरू जप गर्छौँ भने त्यो मन्त्र सिद्ध बनेर जान्छ। र यो समयमा के भन्छ भने चन्द्रग्रहणको सुतक लागेको समयमा यदि वृद्ध छन्, बालक छन्, कोही रोगी छन् आदि छन् भने उनीहरूको लागि भोजन आदिको दोष हुँदैन भने अन्य व्यक्तिहरूले सकभर यो समयमा भोजन गर्नु पनि उचित मानिँदैन। र यो वैज्ञानिक कारणले पनि विज्ञानले पनि त्यति उचित मान्दैन। र हामीले यो चन्द्रग्रहणमा कुन राशिको लागि के छ त भन्ने कुरा हामीले हेर्न सक्छौँ। मेष राशिका व्यक्तिहरूको लागि चिन्ताजनक छ। वृष राशिका व्यक्तिहरूको लागि व्यथा पीडा बढ्नेछ। र मिथुन राशिको लागि स्त्री प्राप्तिको योग बनेको छ। कर्कट राशिको लागि क्षति हानि हुनेछ। सिंह राशिको लागि घात हुनेछ। कन्या राशिको खर्च बढ्नेछ। तुला राशिलाई लाभ मिल्नेछ। वृश्चिक राशिलाई सुख मिल्नेछ। धनु राशिलाई माननाश भनेको छ, मानहानि। मकर राशिलाई कष्टका कुराहरू बताएको छ भने कुम्भ राशिलाई स्त्री पीडा र मीन राशिलाई सौख्यम भनेको छ, सुख प्राप्ति हुनेछ। र हामीले कुनै पनि यो पीडा जुन बताएको राशिहरू छन् यी राशि भएका व्यक्तिहरूले हामीले यो समयमा कुनै पनि मन्त्र, हजुरले गायत्री मन्त्र अथवा गुरुले दिएको मन्त्र केही मन्त्रहरू लिनुभएको छ थाहा छ भने, अथवा थाहा भएन भने भगवानको नाम जपेर यो समयमा बस्नुहुन्छ भने त्यो मन्त्रको प्रभाव तपाईँको जीवनमा छिट्टै देखिन्छ। र यो चन्द्रग्रहणको समय भनेको यहाँको लागि मैले बताइसकेँ दिउँसो 3 बजेर 34 मिनटपछि साँझको 7 बजेर 2 मिनटसम्म यो ग्रहणको समय रहेको छ। यसलाई ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहणम भनेको छ।